कार्यक्रम जनतासँग नगरपालिकाको यो एपिसोडमा हामी रोल्पा नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष प्रकाश डाँगीसँग कुरा गर्दैछौँ। म प्रकाश डाँगीज्यूलाई यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद सर। रोल्पा नगरपालिकाको वडा नम्बर 2 मा कुन कुन गाउँहरू पर्छन्, भौगोलिक बनावटबारे संक्षेपमा केही जानकारी दिनुहोस् न। रोल्पा नगरपालिका वडा नम्बर 2 साबिकको लिबाङ गाविसको 4वटा वडा मिलेर बनेको एक वडा हो। यस वडा अन्तर्गत साबिकको 2 नम्बर, 3 नम्बर, 4 नम्बर र 5 नम्बर गरी यो वडा बनेको छ। यस वडा अन्तर्गत 13वटा टोल विकास संस्थाहरू छन्। अब तपाईको वडा खास गरी अलिकति विकासको दृष्टिकोणले पनि अलि राम्रो पनि देखिन्छ र कति वडा कति टोलहरू अलि विकट जस्तो पनि देखिन्छ। वडामा भौतिक पूर्वाधारको अवस्था कस्तो छ अहिले? अब अहिले भन्नुपर्दा हाम्रो वडाको संक्षिप्तमा एउटा बाहिरको हेर्दा चाहिँ एकदमै बजार जस्तो केही आडा भूभाग बजारले कभर गरेको। अब अर्को तर्फ हेर्न जाँदा चाहिँ ठिक्क आडा चाहिँ एकदमै विकट गाउँ जस्तै छ। यस अर्थमा चाहिँ फेरि पहिलेको जस्तो गाउँै भन्न चाहिँ मिल्दैन, किनकि सबै टोलहरूमा गाडी जान्छ, बाटोको विकास भएको छ, बिजुली जहाँतै छ, खानेपानीको अलि 2वटा टोलहरूमा अलिकति समस्या छ, अन्य ठाउँमा चाहिँ त्यस्तो छैन। अहिले तत्कालै हेर्दा चाहिँ एउटा टोल अलि हाम्रो विकट जस्तो पनि भयो र त्यो ठिक्कै अलि अरू हाम्रो वडालाई अलि उछाइटिएको जस्तो, त्यो धाङ्सी खोलाले कभर उता जान्छ, त्यो त्यहाँनिर 8-9 घर हुनुहुन्छ। त्यो 9 घरमा चाहिँ बाटो पुर्याउन सकिएको छैन, अरू चाहिँ सबै पुगेकै छ। सडक खानेपानीका कुरा केही आउने गर्छन्, यसको लागि केही पहल भएको छ कि के छ? वडाबाट हुने सबै ठाउँ गरिया छ। केही कुराहरू चाहिँ कहीँ नपुग्ने, पानीको जुन छ, पानीको कहीँ लिफ्टिङ गर्नुपर्ने आवश्यकता, हिउँदमा चाहिँ बर्खामा पानी प्रशस्त हुने, जब हिउँडा सुरु हो, हिउँड सुरुमा चाहिँ पानी नै मुहानमै पानी सुकिसकेपछि त्यहाँ कहाँबाट चाहिँ पानी पुर्याउने भन्ने चुनौती छ। कतिपय ठाउँमा जनप्रतिनिधि नामको मात्र भए, कर्मचारीका अगाडि निर्णय भए, खास गरी जनजीविकाका सवालमा चासो दिएन भन्ने आरोप जनप्रतिनिधिमा लाग्ने गर्छ। तपाईँको वडा वा नगरपालिकामा यसको अवस्था के छ? यो अभियसली यो प्रश्न एकदमै राम्रो हजुरको। यो खासमा त्यतिसम्म निर्णय चाहिँ भएको हाम्रो पालिकाको हकमा र हाम्रो वडाको हकमा चाहिँ त्यति निर्णय र कर्मचारीसँग चाहिँ त्यसरी ट्याकलै गर्न नसक्ने भन्ने कुरो चाहिँ होइनँ। हाम्रो वडामा चाहिँ त्यसरी कुनै पनि कामहरू गर्दै गर्दा त्यसै कर्मचारीको दमनमा शोषणमा भएको चाहिँ छैन। तर अब केही कुराहरू धेरै काम गर्ने क्रममा प्रक्रियागत हिसाबले चाहिँ नमिल्ने, बिचरा जुन गाउँका एकदमै तल्लो ग्रास लेभलको मान्छेहरू छ, उहाँहरू आएर कर्मचारीसँग चाहिँ फेस गर्न धेरै कुराहरूले चाहिँ अब्स्ट्याकल्सहरू लिन्छ। यो मेरो वडाको मात्रै होइन, यो देशभरिकै समस्या होला। कुनै वडामा त हुनसक्छ सबै कुरा अब त्यस्तो खालको जनशक्तिहरू होला, तर हाम्रो रोल्पा नगरपालिका हकमा मेरो वडा विशेष गरी एउटा बजार र गाउँ मिश्रित वडा भएको हिसाबले गाउँबाट आउनेहरूलाई अलिकति कष्टकर चाहिँ त्यो छ। त्यस्तो काममा त जनप्रतिनिधिले, कर्मचारीले सरल बनाइदिने, सिकाइदिने, सहजीकरण गरिदिनु पर्ने हो। तर अप्ठ्यारो पार्नुपर्ने अवस्था, त्यस्तो मनोविज्ञान किन बन्छ? यो खासमा अप्ठ्यारो पारिएको होइन, यो नेपालको संविधानमै भएको, यो संवैधानिक कुरो, यो कानुनमा भएको कुराहरू चाहिँ हामीले सहजतातिर जान खोज्दा चाहिँ फेरि कानुनभन्दा बाहिर जाने भएर त्यो केही कुरा कानुनी पाटोहरूलाई हामीले गराउनै पर्ने हुन्छ। यस अर्थमा हामीले ठिक्क यहाँ आउँदा चाहिँ जनताले चाहिँ गुनासो गर्ने, सबैभन्दा धेरै गुनासोहरू हुने के कुरामा छ भने एउटा मात्र कुरो हो, जुन कुरा उहाँहरूले चाहिँ सबै कागजात पुर्याउनु पर्ने, त्यो कागज हुन्न। अनि म जनताले जिता निर्वाचित भएर आएको, म त जनताको पक्षमा जान खोज्छु, जनताको काम गर्नुपर्छ भन्नेमा, तर फेरि कानुनी प्रक्रियामा फेरि सबै कुरा कर्मचारीले गर्ने भएको
भएर कर्मचारीले काम गर्दै गर्दा केही कुरा चाहिँ त्यहाँ कागजहरू नपुग्दा यसरी चाहिँ अप्ठ्यारो हुन गएको हो। अब हाम्रो जनताको कुरो फेरि ठिक्क यहीमा चाहिँ जोड्नुहुन्छ, यो पनि भएन ऊ पनि भएन, हामीले गर्दा नि भएन। तर त्यहाँ चाहिँ खासमा प्रक्रिया नपुगेको कुरा हो, प्रक्रियाले गर्दा अलि अल्झिएको अनि यसलाई नै अलि ब्लेमको रूपमा आएको। त्यसको लागि जस्तो उपभोक्ता समितिहरू हुन्छन् त्यसलाई अभिमुखीकरण गर्ने अलि जनचेतनामूलक कार्यक्रमहरू लैजाने काममा ओडाबाट नगरबाट केही प्रयास भएका छन्? एकदमै प्रयास त प्रत्येक वर्ष अभिमुखीकरण तालिम उहाँहरूलाई उपभोक्ताले आम उपभोक्ताले दिइन्छ प्रत्येक वडामा गएर। अनि आम उपभोक्तालाई अभिमुखीकरण तालिम दिँदा पनि यो कानुनले अब यहाँनिर देख्न सकिन्छ हामीले जसरी यहाँ वडामा जनताले चाहिँ अड्काइन्छ फेरि यही कर्मचारीलाई पनि अर्को पाटो अर्को कर्मचारीले आएर अड्काउने चलन छ। यस भएर पनि अलिकति के गर्छौँ सर्च गर्दा गर्दै पनि असहज हुन गएको। एउटा एकदमै बाहिर अलिअलि चर्चा हुने गरेको तपाईँ नगरपालिकाको प्रवक्ता पनि भएको हिसाबले यो प्रश्न गर्नु उपयुक्त लाग्यो। नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत किन टिकाउनै सक्नु भएको छैन? अब यो चाहिँ सर एकदमै राम्रो प्रश्न गर्नुभयो। हामी आएको करिब 4 वर्ष पुरा भयो सर। अब 4 वर्ष पुरा हुँदै गर्दा हामीले चाहिँ 8वटा प्रमुख प्रशासकीय अधिकृतहरू फेरियो। 8औँमा पर्नुहुन्छ अब आउडे गरेको सर, अझै आइपुग्नु भएको छैन भनेपछि अब यसमा चाहिँ नगरपालिकाको जनप्रतिनिधि खराब, यहाँको नगरपालिका कर्मचारी खराब भन्ने बाहिरको जनमानसमा चाहिँ जानु एकदमै राम्रो कुरा हो। यो प्रश्न हजुरले सोध्नुभयो, यो त फेरि हामीले जनताले चाहिँ खुलासा गर्नुपर्ने हुन्छ। यसमा चाहिँ कुनै पनि जनप्रतिनिधिको दोष कहीँ कतै पनि छैन, किनकि कर्मचारीसँग मिलेर यहाँ चाहिँ यहाँ भएको आर्थिक हिनामिना कसैले गरेको पनि होइन। कुनै पनि कर्मचारीलाई जनप्रतिनिधिले दबाब दिएको कुरा पनि छैन। यदि कुनै प्रमुख प्रशासकीय अधिकृतहरू यहाँदेखि जाँदै गर्दा खासमा चाहिँ हामीले नबुझेको हामीले चाहेको व्यवस्था र हामी आएर यही व्यवस्थामा बस्दै गर्दा चाहेको कर्मचारी र हाम्रो बिचमा चाहिँ मेल कुनै एङ्गलबाट पनि खाएन। उहाँहरू चाहिँ खासमा चाहिँ गाउँ गाउँमा सिंहदरबार भन्ने त एउटा नारा बनाइयो। खास सिंहदरबारको राजा को रहेछ भन्दा चाहिँ यहाँको 52 जना चाहिँ हामी जनप्रतिनिधिहरू छौँ। अनि यसमा चाहिँ कर्मचारी पनि हेर्ने भने यहाँ 300-400 जनाको राजा भनेको एउटा मात्र, त्यो सिङ्गल राजा प्रमुख प्रशासकीय अधिकृत। खास यो अहिले चाहिँ हाम्रो यति कुराहरू बाहिर आउनु यो उठ्नु यो स्वाभाविक हो, यो एकदम राम्रो कुरो, यो उठ्नुपर्छ। तर उठिसकेपछि यसलाई चाहिँ के हो भनेर हजुरले फेरि प्रश्न यो गर्दा एकदमै राम्रो। खास कुरो चाहिँ एउटा राजा, तर तपाईँले जसलाई राजा भन्दै हुनुहुन्छ त्यति धेरै कर्मचारी परिचालन गर्ने व्यक्ति नै एक्लो महसुस गरेर छोडेर जानुपर्ने अवस्था त छ नि त। त्यो एक्लो महसुस भएको होइन, उहाँहरूलाई एकदमै साथ छ, सहयोग छ, सबै कुरा हाम्रो हुन्छ। तर उहाँहरूलाई चाहिँ खास पालिकामा एउटा सङ्घीय कर्मचारी यो पालिकामा चाहिँ के मिल्दैन, सङ्घमा चाहिँ फरक तरिकाले चलिरहेको जस्तो छ यो। किनकि हिजो यो एउटा वर्षौँदेखि नै सबै त्यस्तै खालको सिस्टमेटिक तरिकाले त्यहाँ चलिरहेको। तर यहाँबाट चाहिँ अलिक यो प्रत्यक्ष हो, गाउँको जनतासँग जोडिया हुन्छ। त्यो सङ्घमा चाहिँ कुनै सङ्घमा जोडिया हुन्न, तल्लो तहको कर्मचारीले हप्काइ डबकाइ गरेर काम गरिरहेको बानी परेको। यहाँ अब आफै खट्नु पर्यो, आफै खट्दा चाहिँ असहजता महसुस गर्नुभयो। तपाईँले भनेको यो जस्तो हाकिम सङ्घीय कर्मचारी अरू प्रदेश वा स्थानीय तहका हुँदाखेरि कर्मचारी बिचमा पनि त्यो अलिकति चेन अफ कमान्डमा केही समस्या हो कि भन्नु? होइन, त्यो चेन अफ कमान्डमा त्यो चाहिँ हुँदै होइन। उहाँ सोट एउटा व्यक्ति आफ्नो मनोमानी ढङ्गले चल्न खोज्दा सारा सबैले चाहिँ तल्लो लेभलको कर्मचारीले फेरि यो त गाउँको एउटा समाजको तलको एउटा चाहिँ निरय मान्छेहरूको पनि समस्या हेर्नुपर्ने हुन्छ। त्यो समस्यालाई चाहिँ तलकोले हेर्दै गर्दा पनि उहाँले चाहिँ अब आफूले सोचे अनुरूपको कामहरू चाहिँ यहाँ हुन्न। यहाँनिर चाहिँ सबै धेरै कुराहरू चाहिँ मिलाउनु पर्ने हुन्छ। त्यो कुरालाई चाहिँ उहाँहरूले ठेक्न नसक्ने, उहाँहरूले गर्न नचाहने। यदि कुनै पनि कर्मचारी प्रमुख प्रशासकीय अधिकृत यहाँ आइसके पश्चात उहाँ जानुभन्दा अगाडि त त्यो कार्यालयमा चाहिँ आफूले गरेको कामहरू बरबुजारहरू त गरेर जानु पर्थ्यो होला नि त। तर आजसम्मको यो
हामीले भोगेको यो समस्या, रोल्पा नगरपालिकाले भोगेको यो समस्या के हो भने आजसम्म प्रमुख प्रसाद अधिकारीज्यूहरू आउनुहुन्छ, उहाँहरू मजाले चाहिँ यहाँबाट एउटा झोला बोकेर आउनुहुन्छ, त्यो झोला कति बेला बोकेर जानुहुन्छ हामीले थाहा हुन्न। एक गइसकेर उहाँ जब मन्त्रालयमा पुग्नुहुन्छ त्यसपछि म आन्न। यो उहाँहरूको दादागिरी छ। यो दादागिरी, यो सिन्डिकेट हो। यो सिन्डिकेटलाई चाहिँ तोड्नको लागि चाहिँ अब आएको नयाँ सरकारले केही त गर्ला। किनकि बालनजीहरू अब हिजो उहाँहरू पनि एउटा मेयर भएर चलाउने गर्दा उहाँहरू दुःख पाएको, प्रमुख प्रशासक अधिकारीले कति दुःख दिएको भन्ने उहाँहरू बुझ्नु भएको छ। यो त आउला। तर यो रोल्पा नगरपालिकामा चाहिँ हामीले सिधै भन्नुपर्दा किन देखाएन? यहाँ चाहिँ कसैले हामीले ब्लेम आउन सक्छ, जनप्रतिनिधि ब्लेम आउन सक्छ, कुनै कर्मचारी आउँछ, कुनै कर्मचारी त्यस्तो कर्मचारीले गरेको पनि होइन, जनप्रतिनिधिले गरेको पनि होइन। उहाँहरूको स्वेच्छाचारी ढङ्गले चल्न खोज्दा उहाँहरू आफ्नो मनोमानी ढङ्गले चाहिँ आउनुहुन्छ जानुहुन्छ, कसैले चाहिँ त्यो त्यसको नियमन गर्ने निकाय नै ठिक नभएर यो भएको हो। भनेको अब यहाँको सामान्य मान्छेले बुझ्ने कुरा जनप्रतिनिधि र कर्मचारी बीचमा त्यस्तो समस्या छैन, तर उहाँहरूको चाहना आकाङ्क्षा अनुसार छिनछिनमै चेन्ज हुने यो एउटा संयोग मात्रै हो। तर जनप्रतिनिधि र कर्मचारी बीचको विवाद त्यस्तो छैन, त्यस्तो केही पनि छैन। अब अर्को तपाईँ नगर खेलकुद परिषदमा पनि हुनुहुन्छ। खेलकुद क्षेत्रमा नगरको चासो लगानी कमजोर भएको हो कि भन्ने युवाहरूको आवाज एडाकडा सुनिन्छ, खासमा के हो? यस्तो, म खेलकुद परिषदमा पनि छु र खेलकुदमा चाहिँ यहाँको युवाहरूको चासो नगरपालिकाले नलिएको युवाप्रतिको चाहिँ कुनै पनि चाहिँ त्यो नरेखा भन्ने हो भने रोल्पा नगरपालिकाले हरेक वर्ष खेलकुदमा पैसा विनियोजन गरिरहेछ र यहाँको चाहिँ अलिकति एउटा चाहिँ दुःखको कुरा के हो भने हाम्रो पालिका स्तरीय रनिङसिलहरू हुने, रनिङसिल हुँदा चाहिँ एउटा विद्यालयका विद्यार्थीहरूको लागि चाहिँ यहाँ चासो धेरै दिइयो। यो हरेक वर्ष चाहिँ रनिङसिल भइरहेछ, हामी आएको कुनै पनि निरन्तरता नै छ, त्यो भइरहेकै छ। तर खेलकुद क्षेत्रमा नगरपालिकाको गौरवकै रूपमा मानिने कप जुन छ त्यसलाई व्यवस्था गरियो। एकदम त्यो व्यवस्था कसरी गरियो भने हाम्रो नगरपालिकाले खेल राख्ने भनेर शहीद स्मृति कप राख्ने भनेर पैसा पनि विनियोजन गरियो सर। गरे पश्चात चाहिँ अहिले के हुँदै गयो भने ठिक्क अन्तिममा आउँदा हाम्रो पैसा चाहिँ कहीँ कतै बसेको। पहिले कार्यक्रम गरौँ भन्दा हाम्रोमा चाहिँ तपाईँले मैले अगाडि नै सुनाइसकेँ, एउटा हाम्रो दुःखको कुरा हो नि, जुन प्रमुख प्रशासक अधिकारी नहुनुको कारण पनि हाम्रो खेल हुन नसक्यो। खासमा हाम्रो पैसा चाहिँ प्रत्येक वर्ष अन्तिममा चाहिँ खेल बनाउने भनेको पैसा हामीले पोहोर साल चाहिँ एउटा कबड्डी म्याट किनेका छौँ, त्यसले चाहिँ शहीद स्मृति कप हुने थियो। तर यहाँ कतिपय कुरामा पालिका स्तरीय खेलहरू चाहिँ बनाउँदै गर्दा फेरि पालिकाले सहभागिता जनाउनु भन्ने खालको पनि कुराहरू आउँछ, किनकि हामी पनि अन्य पालिकामा जान नसक्ने स्थिति। खासमा चाहिँ पैसा चाहिँ छुटाइसके पश्चात युवाहरूलाई चाहिँ लगानी गर्ने, त्यो खेलकुदमा लगानी गर्नको लागि चाहिँ हामीले प्रत्येक पालिकामा चाहिँ गेम भयो भने पालिका स्तरीय गेमहरू अफिसियल गेमहरू भइसकेपछि हाम्रो पालिकाले यहाँदेखि खेलाडी लग्नु पर्ने हुन्छ। तर यसको प्र्याक्टिस चाहिँ गर्न खोज्दा चाहिँ केही कुरा चाहिँ अब सबै ठाउँ अब्स्ट्याकल्स भएर पनि यो कुरा हुन नसक्यो होला। तर खास हामी गर्छौँ भन्दा पनि नहुनुको कारण चाहिँ अन्तिममा प्रपोजल पेश गर्छौँ, प्रपोजल पेश गरेर एउटा हाकिमले प्रपोजल हेर्नुहुन्छ, स्वीकृत गर्नुहुन्न, अर्को हाकिम आउनुहुन्छ, अर्को हाकिम आउँदा अर्को काम गर्दा गर्दा आर्थिक वर्ष सुरु हुन्छ। सुरु भइसकेपछि अन्तिममा त्यसरी नै कोल्याप्स हुँदै गइरहेको अवस्था छ। हाम्रो चाहिँ खेलकुदप्रति एकदमै चासो भएर नै दुईवटा हामीले एउटा खेलकुद प्रशिक्षकहरू राखेका छौँ। त्यो पनि पक्कै पनि कुनै युवाहरूको लागि नै होला भनेर नै गरे हो। खास त्यो कुनै विद्यालयका खेलाडीहरू खेले पनि त्यो पनि युवाहरू हाम्रो नगरपालिकाका सबै खेलाडीहरू नै पर्छन्। हामी त्यसरी हेर्दा पनि फेरि सकारात्मक तरिकाले हेर्ने भने त्यो पनि एउटा सबै हाम्रै ठाउँको मान्छेलाई चाहिँ लगानी भएको छ भन्ने हुनुपर्छ। तर अब यो तपाईँले थाहै छ, एउटा सरकारको विरोधी हरेक नागरिक हुन्छ। नागरिक भने सरकारमा गइसकेपछि जो कोही पनि विरोधी हुन्छ, दुई चार ठाउँमा कुरा आउनु स्वाभाविक हो, त्यसलाई फेरि हामी अन्यथा मान्नुहुन्न। यस्ता कुराले फेरि हामीलाई झन् एउटा ऊर्जा थपिन्छ, किनकि हामीले गर्नुपर्छ भन्ने हुन्छ। अब यसपालि चाहिँ सायद मलाई लाग्छ अब हामी मिटिङ तत्काल बसेर जिल्ला स्तरीय रनिङसिल नहुने भयो, नभएपछि पैसा बचिया छ, त्यसले चाहिँ गराउने भन्ने चाहिँ हाम्रो छ, गराउँछौँ पनि। म तपाईँकै ओडामा फर्किन चाहन्छु। फेरि तपाईँ निर्वाचनमा जाँदै गर्दाखेरि जुन प्रतिबद्धता
जनता सामु गर्नुभयो त्यो कति पुरा भयो कति बाँकी छन् केही बेस तयार पार्नुभयो कि के छ अवस्था? म जब निर्वाचनमा होमिँदै थिएँ मैले त्यति बेला गरेको प्रतिबद्धता कागजहरू जुन मेरो आफ्नो विचारहरू थिए मैले प्रतिबद्धता गरेको मेरो वडामा चाहिँ यहाँका जनता जहाँनिर गएर तपाईँहरूले मजाले खुल्याम जनताले सोध्न सक्नुहुन्छ। मैले प्रतिबद्धता गरेँ बमोजिम मैले चाहिँ सबै काम चाहिँ पुरा नहोला हरेक ठाउँमा चाहिँ टच भएको छ काम भएको छ सुरुवात भएको छ कहीँ चाहिँ कम्प्लिट पनि भएको छ। तर अब चुनारै भिरको चाहिँ जुन हामी एउटा पर्यटकीय क्षेत्र छ त्यसलाई चाहिँ अलि हामी उजागर गर्ने अलि त्यसलाई चाहिँ अलिक ब्रोडली लाने भन्ने थियो। त्यसमा चाहिँ केही कुराहरू चाहिँ यहाँको स्थानीय तहले मात्रै केही गर्न नसक्ने अवस्था त्यसलाई चाहिँ अलि प्रदेश केन्द्रबाट नै सपोर्टिङ गरेपछि हुने कुराहरू थियो। त्यसमा अलि हाम्रो सपोर्ट भएन या त पहुँच पनि मेरो पुगेन होला या त यहाँबाट जाने मान्यजीहरूले पनि त्यसलाई चाहिँ प्राथमिकरण राख्नु भएन होला। वडाको विकासमा अन्य राजनीतिक दलहरूसँगको सहकार्य समन्वय वा उहाँको तपाईँप्रतिको जुन साथ समर्थन हुन्छ त्यो के छ यहाँको अवस्था के छ? मेरो वडामा चाहिँ बाहिरबाट देख्ने भन्नेले जे भनोस् मेरो वडामा अन्य राजनीतिक दलको साथीहरूसँग राजनीतिक दलका नेताजीहरूसँग मेरो एकदमै राम्रो सम्बन्ध छ। उहाँहरूको एकदमै साथ छ। उहाँहरूले आजसम्म कुनै पनि प्रतिपक्षको रूपमा आएर कहीँ पनि मलाई चाहिँ अब्स्ट्याकल्स गराउनु भएको छैन। उहाँहरूले पूर्ण रूपमा चाहिँ मलाई सफल बनाउनको लागि जहाँ पनि मैले अहिले भर्खर यस्तो कार्यक्रम छ भनेर भन्यो भने यहाँको राजनीतिक दल सधैँ अग्रमोर्चामा आउनुहुन्छ र उहाँहरूले साथ दिनुभएको छ हरेक विकासका कामहरूमा। अन्य कुराहरूमा अब राजनीतिक कुराहरूमा त अब आफ्नो आफ्नो विचार भयो उहाँहरू फरक विचार हुनुहुन्छ म फरक विचारबाट आएको मान्छे अनि फरक विचारबाट आए पनि फेरि म यहाँ आइसकेपछि मलाई चाहिँ एउटा जनताको सबैको सर्वमान्य कामहरू गर्नुपर्छ सर्वमान्य हुनुपर्छ भनेर मैले राजनीतिक दल सबै राजनीतिक दललाई बोलाउँदा उहाँहरूको एकदमै राम्रो सहयोग छ। अर्को विकासको एउटा महत्त्वपूर्ण मेरुदण्डको रूपमा लिइने जुन मानवीय विकासको कुरा छ यस अन्तर्गत बाल विवाहको कुरा महिला हिंसा न्यूनीकरणको कुरा यस्ता थुप्रै सामाजिक सचेतना अभिवृद्धि गर्ने सवालमा यो वडामा केही प्रयासहरू भएका छन्? हाम्रो वडामा योभन्दा विगतको पहिलो कार्यकालको वडाध्यक्षज्यूहरू जनप्रतिनिधिज्यूहरूले धेरै काम गर्नुभएको थियो। त्यसमा चाहिँ हाम्रो निरन्तरता छ। हामी एकदमै बाल विवाह न्यूनीकरणमा योभन्दा पहिलो कार्यकालमा पनि 3-4 जना जोडीहरू चाहिँ जुन सरकारभन्दा बाहिर गएर नियमभन्दा उल्लङ्घन गरेर बिहे गर्न लागिसकेपछि उहाँहरूलाई चाहिँ प्रहरी कहाँसम्म पुर्याउने काम भएको थियो र हामी आए पश्चात पनि यो कामले चाहिँ निरन्तरता दियो। तर दुःख लाग्छ मलाई चाहिँ एउटा कुरामा यो सबैले पनि सायद दुःख नै मनन गर्नुहुन्छ होला सम्पूर्ण वडाध्यक्षज्यूहरू मात्रै नभएर यस अहिलेको जनप्रतिनिधिज्यूहरूले ठिक्क हाम्रो कानुन नै बाँझिएको हामीले चाहिँ रोकथाम गर्न खोज्ने तर कानुनले चाहिँ ठिक बाटो यो त लिभिङ टुगेदर यो भन्दा पनि त्यो लिभिङ टुगेदरमा चाहिँ बस्ने नेपालको कानुनले नै अलि दिएको जस्तो बिहे गर्दैनन् परम्परागत बिहे छैन तर सँगै छैन तर सँगै बस्छन्। अनि त्योलाई चाहिँ हामी कम्तीमा पनि जनप्रतिनिधिले यो पावर त दिनुपर्छ नि। यो त जनताको हरेक कुरामा चाहिँ हामी हो हरेक कुरामा सुख दुःखमा जानुपर्ने जहाँनिर गए तर हामीलाई चाहिँ एउटा के अधिकार दिएन भने जुन लिभिङ टुगेदरमा बस्छन् त्यसलाई चाहिँ हामीले गरे पनि कम्प्लेन गरे पनि हाम्रो सुनाइ हुनुपर्छ नि त प्रशासनमा। त्यो भए त यो त अटोमेटिक घट्छ नि। अनि यदि त्यो हुँदैन भने नेपाल सरकारले कुनै पनि अनैतिक सम्बन्धबाट जायज जन्म भएको बालबालिकाहरूको चाहिँ जुन नागरिकता बनाउने जन्मदर्ता बनाउने केस छ त्यो केसमा चाहिँ वडाले चाहिँ गर्न पाइन्न। त्यसलाई चाहिँ जिल्ला प्रशासनले गर्नुपर्छ। एउटा वडाले चाहिँ सहजता भयो नि वडामा त किनकि यहाँको वडाका अध्यक्षहरू पनि आफूले नै निर्वाचित गरेर पठाएको गाउँघरकै मान्छे हुन्छ तर यहाँको कर्मचारी त आफ्नो हुन्न। तर उनीहरूको चाहिँ त्यो देख्दा बाजे र बोइ आएर पनि फेरि जन्म दर्ता गर्न मिल्ने हेर्नुहोस् कानुन कस्तो छ। यो कानुनले गर्दा यो खासमा चाहिँ रोकथाम गर्न नसकिया हो। नियमन चाहिँ भएकै छ तर नियमन भएर पनि हाम्रो सुनाइ हुँदैन। हामीले कम्प्लेन गरेकोले हुँदैन कि त उसको अभिभावकले गर्नु पर्यो
अभिभावकले कम्प्लेन त गर्दैन, उनी त खुसी भएर लिभिङ टुगेदर बसालेको छ, धुमधाम बिहे गर्दिन्न। तर चाहिँ घरमा फेरि लिभिङ टुगेदर अलि पछि 6-7 महिनापछि 8 महिनापछि 10 महिनापछि आमा बाबु बनिरहेछ। अब यो चाहिँ के सबैको समस्या हो, बिहे हो पनि होइन पनि। अब योलाई के भनौँ, योलाई चाहिँ कुन बिहे भनौँ? अब यो ग्रामीण भेकमै जुन उद्यमशीलता सिर्जना गर्ने कुरा छ, खास गरी युवाहरूलाई स्वरोजगार बनाउने कुरामा वडाबाट केही तालिमहरू त्यस्ता प्रयासहरू केही भएका छन्? मेरो वडामा धेरै प्रयास भएको छ युवाहरूलाई स्वरोजगार बनाउने। यही वडामा मात्र खपत होस् या त यो जिल्लामा यही देशमा नै खपत हुने जनशक्ति उत्पादन गर्नुपर्छ भनेर युवाहरूको लागि नै, युवा युवतीको लागि योभन्दा पहिले हामीले प्लम्बरको तालिम पनि दियो, इलेक्ट्रिसियनको तालिम पनि दियो, यहाँको युवाहरूलाई चाहिँ म्यासनको तालिम पनि दियो। अनि त्यो मात्र नभएर हामीले अलि यो भर्खरै मात्र दलको महिला उद्यमी बनाओस्, बहिनीहरू उद्यमी बनोस् र आफ्नो घर खर्च चाहिँ आफै चलाउने जीविकोपार्जनमा चाहिँ लाग्नुहोस् भनेर यहाँ धेरै तालिमहरू दियो। किनकि विकास भने यो भौतिक विकास मात्रै ठुलो कुरा होइन, सबैभन्दा चाहिँ मानव विकासको ठुलो कुरा हुनुपर्छ। त्यस अन्तर्गत हामीले धेरै प्रयासहरू गरियो। तर प्रयासहरू गरेको मान्छेहरू अहिले चाहिँ जुन मान्छेले चाहिँ तालिमहरू लियो त्यो सिप हासिल गरेको मान्छे फेरि गाउँमा बस्न सकेन, हामीले टिकाउन सकेनौँ। किनकि हामीले गाउँमा पर्याप्त गरेर काम पाउन सकिन्न, उनीहरू चाहिँ त्यसरी बाहिर जाने चलन छ अहिले। नत्र तालिमको दिने कुरामा चाहिँ यहाँको युवा युवतीहरूलाई चाहिँ सशक्तिकरण गर्नुपर्छ, उहाँहरूलाई चाहिँ रोजगार केही न रोजगार दिनुपर्छ। रोजगार भनेको त जागिर दिने र आफूले एउटा सरकारले काम दिने कुरो मात्रै होइन, यो त उसले चाहिँ कसरी हुन्छ अब्बल बनाउनुपर्छ। यो सिप एउटा जनशक्ति उत्पादन गर्यो भने ऊ अटोमेटिक आफै नै रोजगारी बन्छ भन्ने हेतुका साथ हामीले धेरै प्रयास गरियो र गरिरहेछौँ, यो निरन्तर गरिन्छ। शिक्षा र स्वास्थ्यमा यसको गुणस्तर कसरी बढाउने के हुन सक्छ? तपाईहरुले के प्रयास गर्नु भएको छ कि, अथवा के गर्दाखेरि शैक्षिक गुणस्तर स्वास्थ्यमा पनि हामीले जे अपेक्षा गरिरहेका छौं त्यो पूरा हुनको लागि के हुनु पर्ला? एकदमै राम्रो प्रश्न गर्नुभयो सर। सबैभन्दा मानव विकासको मेरुदण्ड भने शिक्षा र स्वास्थ्य हो। त्यो मेरुदण्डलाई चाहिँ हामीले मिट गर्नको लागि शिक्षाले कस्तो बनाउने भन्ने कुरा छ। अब मेरो त अझ मेरो वडामा तपाईले चाहिँ म स्पष्ट बनाउन चाहन्छु, यहाँ नै एउटा शिक्षाको रोल्पा जिल्लाको सबैभन्दा नमुना विद्यालय बाल कल्याण पनि मेरो वडामा छ। त्यो मात्रै नभएर जलजला बहुमुखी क्याम्पस पनि मेरो वडामा छ। अनि यसै गरी स्वास्थ्यमा जोड्नुहुन्छ भने प्रादेशिक हस्पिटल पनि मेरो वडामा छ। यस अर्थमा चाहिँ शिक्षाको दृष्टिकोणलाई चाहिँ अगाडि बढाउने, शिक्षाले चाहिँ अलि गुणस्तरीय शिक्षा कस्तो बनाउन सकिन्छ भनेर हेर्ने भन्छ। हामीले चाहिँ के गर्यौं भने सबैभन्दा पहिलो कुरा यहाँको जनताहरू र जुन विद्यालयमा पठन पाठन गराउने अभिभावकहरू हुन्छ, सबैभन्दा अभिभावकले विश्वास गर्नुपर्छ। एउटा शिक्षालाई चाहिँ अगाडि बढाउनलाई विश्वास गर्नु पर्यो। विश्वास गरे पछाडि उहाँहरूले फेरि त्यसलाई चाहिँ कसरी अब अगाडि बढाउने भन्ने कुरा छ। त्यो विद्यालय त यतिकै त बन्दैन, विद्यालय सुधारका योजनाहरू त लिनु पर्यो, अभिभावक पनि चासो हुनुपर्छ। अनि त्यसमा चाहिँ हामीले चाहिँ धेरै प्रयास गरेर पनि विद्यालयमा चाहिँ यो रेउगा स्कुल छ, एउटा श्री पिताराज आधार विद्यालय छ। 8 सम्मको विद्यालयमा विद्यार्थीको संख्या जम्मा 157 जना छ। 157 जना छ, तर यो ठाउँको मान्छे फेरि बाल कल्याणमा पढ्न जाने पनि 157 जना होला। आखिर त्यो विद्यालयमा 8 सम्म पढ्ने विद्यार्थी यही पढेपछि यो स्कुलको गुणस्तरमा चाहिँ त्यहाँ पढाउने अभिभावकको चेतना स्तर र यहाँ पढाउने अभिभावकको चेतना स्तर फरक छ। त्यो फरक भएको चेतना स्तर अलि फरक भएको अलि हाई भएको मान्छेले यहाँ पढायो भने यो स्कुललाई अगाडि बढाउन त सोच्छ। त्यो सोच्ने क्रममा चाहिँ यो विद्यालय कसरी बनाउने, अब अलि अगाडि बढाउनु पर्छ भन्न चाहिँ यहाँको चाहिँ समुदायले यहीँको विद्यालयको लागि आफै लाटा हिँडेको अवस्था छ। यो भनेपछि यसरी त विद्यालय त सुधार हुन्न। विद्यालय सुधार भने त सबैभन्दा पहिलो प्राथमिकता कुरा भने बच्चाले चाहिँ त्यो विद्यालयमा राख्नु पर्यो, अनि त्यसमा चाहिँ रेखदेख हुनु पर्यो, अनि त्यहाँको शिक्षकहरूको चाहिँ क्वालिटी कस्तो छ भन्ने कुरा हो। क्वालिटीको कुरा गर्ने भने फेरि यसरी अब हामीले भन्यो भने फेरि उहाँहरू त पुरा एउटा लोकसेवा पास गरेर आएको योग्य शिक्षकहरू, अब योग्य शिक्षकहरूले चाहिँ मापन गर्ने छैन सर। सबैभन्दा
मापन भने त यो सरकारले गरेछ सरकारले गरेर योग्य शिक्षकहरूको सबैभन्दा ठुलो कुरा के रहेछ भने सर मान्छेको चाहिँ सबैभन्दा ठुलो विद्यालय सुधारमा चाहिँ शिक्षकको अहम भूमिका हुन्छ शिक्षक स्वयं आफूले चाहिँ भित्रीबाट म गर्छु भनेपछि हुन्छ सर अब यहाँ चाहिँ तपाईँले एकदमै क्लियर भन्नु हाम्रो रोल्पा जिल्लाको कन्टेक्स्टमा धेरै शिक्षकहरूलाई चाहिँ अब कारबाही गर्ने निकाय भनेर चाहिँ मान्छेले भन्छ स्ट्यान्ड कारबाही गर्छ भन्छ कारबाही अब आजसम्म कुनै पनि शिक्षकलाई चाहिँ कारबाही गर्न गरेको मैले देखाएको छैन सर अनि त्यो कारबाहीको दायरा के हो भन्ने पनि मैले बुझेको छैन तर कारबाही गर्नुपर्छ यो गर्नुपर्छ भन्न चाहिँ अब हामीमा पनि नीतिहरू त छ तर त्यो नीतिलाई चाहिँ इम्प्लिमेन्ट गर्ने भन्ने कुरा थोरै रहेछ अब चाहिँ मलाई लाग्छ बिस्तारै सुधारको योजनाहरू आउँदैछन् केही कुरा चाहिँ अब विद्यालयलाई चाहिँ स्वास्थ्यको कुरामा सर स्वास्थ्यमा फेरि एकदमै हाम्रो वडामा चाहिँ स्वास्थ्यको दृष्टिकोण धेरै राम्रो छ किनकि यहीँनिर प्रादेशिक हस्पिटल छ अनि अलिकति गाउँमा चाहिँ उता देउरालीमा चाहिँ आधारभूत स्वास्थ्य चौकी छ त्यसले विभिन्न टोलमा मान्छेहरूको चाहिँ सबै कुरा रेखदेख गरिरहेछ भने केही अलिकति ठुलो जटिलता भयो भने यहीँ प्रादेशिक हस्पिटल छ यसले गर्दा पनि हाम्रो वडामा अलि स्वास्थ्यको हिसाबले र शिक्षाको हिसाबले सहज छ तर शिक्षाको हिसाबले सहज हुँदाहुँदै पनि गाउँ भएका 5 सम्म प्रावि निमावि मावि विद्यालयहरूलाई चाहिँ स्मुथली चलाउनको लागि चाहिँ अलि रणनीतिक फरक रणनीति तरिका हुनुपर्छ सर तर अब एउटा म यहाँ शिक्षाकै कुरामा चाहिँ जोड्न चाहन्छु हजुरलाई एकदम दुःखको कुरा एउटा यस्तो विद्यालय छ मेरो वडामा कक्षा 3 सम्मको त्यो विद्यालयमा स्कुलमा विद्यार्थी 8 जना शिक्षक 3 जना निजी स्रोतका 2 जना त्यो विद्यालय राख्नुपर्छ भन्दा फेरि त्यहाँको माग मैले भन्छु यसलाई चाहिँ कम्तीमा पनि बाल कल्याणसँग मर्ज गरेर त्यहाँको विद्यार्थीले बाल कल्याणको बस गरेर बोकेर 8 जना विद्यार्थीले ल्यायो भने त यो त बाल कल्याणमा पनि शिक्षकको भार कम पर्ने त्यो गर्न त सकिन्छ होला नि त एउटा सरकारले हामीले नीति बनाएर त बन्छ होला नि मैले धेरै पटक यो कार्यपालिकामा कुरा राखेँ हाम्रो शिक्षाको प्रमुख सरसँग कुरा राखेँ तर अब उहाँहरूले को ढिलासुस्ती या त अब हामी त्योमा चाहिँ अलि अयोग्य भएर हामीले कुरा मात्र उठायौँ कि जस्तो मैले आफूले पनि आफूले बोलेको कुरा केही कुरा पनि आइयो 4 वर्ष भयो यस्तो जुन सुधार्नुपर्छ जुन चिज चाहिँ मेरुदण्ड त्योमा चाहिँ केही पनि लागेन गर्न केही पनि सकिएन तपाईकै वडामा भर्खरै नयाँ बस पार्क बनेको छ यसको सञ्चालनको कुरामा नगरले चासो नदिए हो कि व्यवसायीहरूले खास गरी बस सञ्चालकहरूले चासो नदिएको हो कि यो केही समय भइसक्यो अझै सञ्चालनमा आएको छैन यस विषयमा केही जानकारी छ धन्यवाद सर यो बस पार्क यहीँ नजिकै छ सर हामीले यहीँबाट तपाईँहरूमा कुरा गर्दैछौँ यहाँ देखिरहेको पनि छौँ यो बस पार्कको कुरो के हो भने ठेकदारले अलिकति कमी कमजोरी गर्नुभयो ठेकदार साहबले कमी कमजोरी गर्नुभयो यहाँ किनभने 2-3 ठाउँमा काम नगरेर यत्तिकै छाडेर जानुभएको अनि फेरि व्यवसायीहरू फेरि सिधै एउटा मजाले कहीँ जमेर बसेको व्यवसाय अर्को ठाउँमा ट्रान्सफर हुने बेला अलिकति हलचल मान्छेले चाहिँ सब आउँछ बस पार्क यहाँ कुनै व्यवसायीले चाहिँ आउन्नम भन्ने कुरा भन्दा पनि एउटा नगरपालिका सरकार होला नि सरकारले नीति बनाइसकेको त्यो नीतिभित्र त यहाँको जनता र बस्नु पर्ला नि यस अर्थमा पनि बस पार्क आउँछ सर भनेको त्यो अपुरो कामहरू पुरा भयो भने बस पार्क चल्छ एकदमै अपुरो काम पुरा हुँदैछ तपाईको वडामा अघि पनि प्रसङ्ग आयो जुन चुनारे भिरको कुरा त्यसबाहेकका मधुरमा लगायतका पर्यटकीय क्षेत्रहरू पनि यहाँ छन् त्यसको विकासको निम्ति केही प्रयासहरू भएका छन् कि अथवा कति गर्नुपर्ने हो कसले गर्नुपर्ने हो यस विषयमा के भइरहेछ एकदमै यो खास नेपालको परिप्रेक्ष्यमा यहाँ के रहेछ भने यो अलि पर्यटकीय क्षेत्रलाई चाहिँ पर्यटन बोर्डले चाहिँ प्रदेशबाट हेर्ने अब प्रदेश भनेको खास पहुँचवालाको मान्छेहरूको ठाउँमा बजेट जाने छ जुन सम्भावना बोकेको ठाउँमा चाहिँ बजेट भन्दा पनि यत्तिकै त्यो आफ्नो नाटाबाट कृपावाटको आधारमा पनि पैसा आउने थलो बनेछ मेरो वडाको मधुरमा र साइड मलाई चुनारे भेरलाई चाहिँ
जोड्ने एउटा पैदल यात्राको लागि मात्र पनि एउटा प्रयास हुने भने सबैभन्दा पर्यटकहरू आउने सम्भावना बोकेको ठाउँ रोल्पा नगरपालिकाको अन्य ठाउँमा भन्दा मेरो वडामा एकदम सम्भावना बोकेको ठाउँ हो। किनभने एउटा आफ्नो एउटा पौराणिक हिसाबले पनि मधुरमाको आफ्नै छुट्टै धार्मिक महत्त्व छ। यस अर्थमा चुनारे भिरमा हेर्ने भने ताकि अहिले हामी रोल्पाबाट बागलुङ पर्वतसम्म चाहिँ त्यही पुलहरू मात्र हेर्न जान्छौँ। त्यहाँ भएका विभिन्न खालका क्रियाकलापहरू जोडिया छ त्यसमा। तर यहाँनिर सरकारले अलिकति लगानी गर्यो भने यहाँ एउटा पर्यटकहरूको लागि ठुलो सम्भावना। अर्को हामी आफूले गर्न नसके पनि अब बिस्तारै चाहिँ यस वर्ष चाहिँ मैले यहाँको हाम्रो सशस्त्र प्रहरी बलको देश शासनको कुरा गरेको छु। एकपटक त्यहाँ गएर रक क्लाइम्बिङको पनि सम्भावना बोकेको ठाउँ। अनि त्यसलाई पनि अलि एकपटक प्र्याक्टिसको रूपमा उहाँहरूले चाहिँ आफ्नै एउटा प्राविधिकबाट लिएर गएर त्यहाँको सम्भावना कस्तो छ सम्भावित भनेर एकपटक हेर्न जानु भएको छ। उहाँहरूले पनि केही कुरा रिपोर्ट लिनु होला, त्यस पछाडि हेरिएला। अलिकति गर्न खोजेको मैले भनेको थिएँ मेरो घोषणापत्रमा भन्छ चुनारे भिरमा चाहिँ अलिकति पर्यटकहरूको दृष्टिकोणले एउटा केही न केही गर्नुपर्छ भन्ने नै थियो। त्यो मेरो तर्फबाट हुने मैले गर्न सक्ने ओडाले गर्न सक्ने मैले गरिराखेको छु। अनि मधुरोमा पनि हामीले गर्नुपर्छ भन्ने थियो। त्यस अन्तर्गत अहिले चाहिँ सामान्यतया मधुरोमा कसैले पनि थाहा छैन त्यो ठाउँलाई चाहिँ परिवर्तन गर्न एउटा सानो पिकनिक स्पट बनाउनको लागि सानो एउटा तहरा निर्माण भइरहेछ। त्यो पर्यटन बोर्डबाट 10 लाख रुपियाँ आएको। 10 लाखमा पनि अहिलेको जेनजीको आन्दोलनले गर्दा 2 लाख रुपियाँ घटेर 8 लाख रुपियाँमा आएर त्यहाँ अहिले काम हुँदैछ। अब सम्पन्न पनि होला केही दिनमा। त्यो भइरहेछ। अन्य पर्यटकहरूको लागि प्रवर्धनको लागि चाहिँ हाम्रो वडामा सम्भावना बोकेको ठाउँ यति नै हो। त्यो 2वटा ठाउँमा चाहिँ राम्रै भइरहेछ। अन्य धार्मिक स्थलको रूपमा हेर्ने भने पनि अब यहाँ दहहरू छ। तर त्यो दहहरूमा चाहिँ हामी जानको लागि पैदल यात्रीहरूले चाहिँ कम्ती पदयात्रा गर्ने, यसो रोल्पा नगरपालिकाको पर्यटक स्थलहरूलाई चाहिँ जोड्ने एउटा सामान्यतया गोरेटो बाटो मात्र पनि निर्माण गर्ने भनेर हामीले योभन्दा पहिले प्रधानमन्त्री स्वरोजगार अन्तर्गत केही मिटर बाटोहरू चाहिँ खनेर पुरा छौँ। त्यसमा पनि छ। यति नै छ। यो असारे विकासको जुन पुरानो चलन छ त्यसले गर्दाखेरि कामहरू गुणस्तरीय हुन्नन् भन्ने भनिन्छ। काम सके पनि भुक्तानीको लागि फेरि असारै पर्खिने वा अघि चर्चा भयो कागजहरू केही मिलेन भन्दै फेरि असारसम्मै जाने अवस्था देखिन्छ। अब यसलाई न्यूनीकरण कसरी गर्ने केही प्रयासहरू भएका छन् कि? जस्तो पहिले नै सकेका योजनाहरूलाई त पहिले नै भुक्तानी दिँदा राम्रो होला नि त। यो क्षेत्रमा के काम भएको छ? अब यसको अगाडि पनि भन्ने कि सर, अब त्यही कुरा फेरि रिपिटेसन गर्दा अलि नमजा पनि होला। खासमा हामी सबै कुरा भुक्तानी भन्ने कुरा मैले भने यहाँ चाहिँ खास एउटै व्यक्तिले गर्दा सबै कुरा रोकिएको छ। भुक्तानी त जति बेला अन्डर स्पोर्ट हुनुपर्ने अहिले भर्खरै मात्र पनि नयाँ सरकारले घोषणा गरेको छ कि 20 दिनभन्दा कसैको पनि भुक्तानी रोक्नुहुन्न भन्ने। तर यहाँ त 20 दिन होइन, उस्तै बनेर यो असारे मसान नआउने भयो 20 महिना। 20 महिनामा मात्रै हुन्छ। कुनै पनि उपभोक्ताहरू अब मेरो वडाको हकमा उपभोक्ता समिति बस्न चाहनुहुन्न। यही कारणले, किनकि कार्तिकमा काम सकेछ आजसम्म पनि भुक्तानी पाएको छैन। अनि उहाँहरूले त कसैले त घरको पैसा होला उपभोक्ताले उठाएर गर्नुभयो होला, कसैले त ऋण ल्याएर सेकेन्ड 2-3मा ल्याएर उहाँहरूले काम गर्न खोज्नु भएको छ। त्यो काम गरेको मान्छेको त्यो ब्याज पनि बढिरहेछ अनि उहाँहरूले भुक्तानी पाउनुहुन्न। अलिकति यो स्थानीय तहमा चाहिँ यो भुक्तानीको प्रक्रियाले चाहिँ अलिक पछि सर्नु कारण चाहिँ एउटा चाहिँ यो प्राविधिक समस्या हो। प्राविधिकले चाहिँ काम गर्दा पनि हेरिदिन नजाने, खालि सर्वे गर्न जानुहुन्छ, इस्टिमेट बनाउनुहुन्छ। इस्टिमेट बनाइसकेपछि त्यो काम कस्तो भइरहेछ हेर्न जाने। नियमन पाटो कम, भुक्तानीको पाटोमा अब कार्य सम्पादन गर्नलाई जानु पर्यो हेर्न।
त्यो जाने बेला यो भएन ऊ भएन या भएन बाहना, अनि त्यसपछि त्यो हुक्कै परेर जुन उपभोक्ता समिति हुनुहुन्छ उहाँहरू हामी काम गर्दैनौँ भन्नुहुन्छ। मैले यसपालि मेरो वडामा चाहिँ लगभग 15-16वटा योजनाहरू छ, साना, कोही 2 लाखका, 1 लाखका, कोही 50,000 को पनि छ। त 3 लाख 4 लाख हामी 5 लाख भन्दा बनाउन पाइन्न। त्यस्तो उपभोक्ता हुनुहुन्छ, मैले उहाँहरूले हात जोडेर खुट्टा जोडेर मैले काम गर्नुहोस् भनेर गर्न लगाएको छु। तर उहाँहरू अहिले आजभोलि यति टाउको खानु भएको छ। अब म कति बेला त मलाई यस्तो लाग्छ यहाँ नबसेर कतै जाउँ कि भिडियो लेखेर भागौँ कि भन्ने जस्तो अवस्था छ। किनकि यसको अब हजुरले प्रश्न गर्नुभयो यसको त कसले गर्दा रोक्यो भन्दा चाहिँ हाम्रो प्रमुख प्रशासक अलिकति हुनुहुन्न। उहाँहरूले चाहिँ अलिकति चाप पऱ्यो भने सट्टै जानुहुन्छ, माथि गएर फाजिलमा बस्यो, आनन्द छ। अब जहाँ हाजिर भयो भने हुने रहेछ भनेपछि यो त दुःखको कुरा होला नि। यहाँको बिचरा कुनै पनि कर्मचारीहरू नगरपालिकामा स्थानीय तहका कर्मचारी उहाँहरूको कुनै दोष छैन। उहाँहरूले त सलाम गर्नुपर्ने अवस्था छ। अहिले जुन वडाका सचिवजीहरू हुनुहुन्छ यदि उहाँहरू पनि त्यस्तै खालको हालत हुन्थ्यो भने उहाँहरू पनि साइड मन लाग्छ, अलिकति केही कुरा आएपछि भागिहाल्नुहुन्थ्यो होला। तर यो चाहिँ अलि बन्डेजमा भएर उहाँहरू चाहिँ काम गरिरहनु भएको छ। खास यहाँको चाहिँ जति पनि समस्या छ यो तपाईँले असारे मसान्तको बजेट भने जस्तै यो सबै हामीले जहिले गरेर योजना बनाएर जुन कार्यान्वयनको पाटोमा जहिले गयो भने उयो असारे पर्खिने असारे बजेट नै भयो यिनी सबै। वडाको विकास, यहाँको एकदम सामान्य मान्छेको जीवनस्तर परिवर्तन गर्नको लागि अथवा समग्र वडाको समृद्धिको लागि कसले के गर्नु पर्ला? तपाईँको जुन अहिलेसम्मको अनुभव, सबैसँगको सहकार्य त्यसले के भन्छ? यो त अब सबैभन्दा चाहिँ कुनै पनि एकदमै निम्न वर्गको मान्छेलाई एउटा जीवनयापन गर्नको लागि मात्र सहज गराउनको लागि सरकारले धेरै कुरा गर्नुपर्ने छैन। यति हो, उहाँहरूले चाहिँ जति गरेको श्रम गर्नुहुन्छ, श्रम गरेर उत्पादन भएको वस्तुलाई उत्पादित उहाँहरूले जति पनि निम्न वर्ग भयो भने उहाँले त खानु त पर्यो, पेटको त जसले पनि काम गर्छ। त्यही पेटको लागि काम गरेको मान्छेहरूले श्रम गरेर उत्पादन गरेको उत्पादित वस्तुलाई सरकारले उचित मूल्य मात्र दिएर व्यवस्थापन मात्र गरिदिन पायो भने मलाई जहाँसम्म लाग्छ हाम्रो यो जनताहरूले चाहिँ सरकारबाट धेरै आशा गर्नु भएको छैन। उहाँहरूले चाहिँ अरूले भनेको चाहिँ यहाँ जति बाहिर देखिन्छ मल पनि किन्नुपर्छ, सरकारले दिनुपर्छ, यहाँ पुरा सबै कुरा चाहिँ सरकार गरिदिनुपर्छ भन्ने हुनुहुन्न। सिर्फ उहाँहरूले चाहिँ यति हो, वस्तुभाव जुन उत्पादित वस्तुभाव छ त्यसलाई चाहिँ उचित मूल्य र व्यवस्थापन मात्र गर्दै मलाई चाहिँ लाग्छ यो सबै ठाउँको जनता चाहिँ त्यसमा चाहिँ उत्साहित भएर उहाँहरू फेरि पनि अहिले जति पनि यो ब्यारेन जग्गाहरू छ यहाँ तपाईँले हुन्छ यताउता जता हेऱ्यो हिजो हाम्रो बाबुबाजे हराभरा बनाएको जग्गा अझै ब्यारेन छ फुल्ली त्यो चाहिँ पुरा एकदम मिडल छ के त्यसलाई चाहिँ अब कसरी त्यो गर्ने त? अब त्यसलाई उत्पादनमा जोड्नको लागि त उचित मूल्य दिनुपर्छ। भर्खरै यहाँ सबले फेरि हराभरा गराउनुहुन्छ। यहाँ त उचित मूल्य पनि छैन, अनि काम गरिसकेपछि त्यस वर्षभरि काम गरेपछि 3 महिना खान पुग्दैन। कम्ती त्यो व्यावसायिक रूपमा चाहिँ गरेर केही कुरा उत्पादन हुन्छ, त्यसलाई चाहिँ एउटा चेन रुलको आधारमा यता अब दिने लिनेमा गराए राम्रो हुने थियो। त्यो छैन। त्यो नभइसकेपछि उहाँहरूले काम पनि केहीले चाहिँ काम गरेर अब उहाँहरूको एकदमै आर्थिक अवस्था न्यून भएको मान्छेको नै समस्या भने चाहिँ वस्तुभाव नपाएर। अब करिब कार्यक्रमको अन्तिमतिर पनि छौँ। अहिलेसम्म मैले सोध्न छुटाएका र तपाईँले भन्न मन लागेका केही कुराहरू छन् भने भनिदिनु होला। धन्यवाद सर। हजुरलाई एकदमै सबैभन्दा पहिले चाहिँ तपाईँले म धन्यवाद दिन चाहन्छु, किनकि यो नगरपालिकाकै कार्यक्रम हो। यसमा पनि यहाँ आएर फेरि मेरै वडामा आएर यो वडाको मात्र नभएर समग्र रोल्पा नगरपालिकाकै हिसाबले छुटेका कुरा भनेको मलाई चाहिँ अरू केही पनि छुटेको छैन। वडाले गर्न सकिने पनि होइन, नगरपालिकासँग जोडिएको कुराहरू जुन कुराहरू छ कि शिक्षाको र स्वास्थ्यलाई चाहिँ हामीले चाहिँ सबैभन्दा प्राथमिकता दिनुपर्ने, त्यसलाई चाहिँ नियमन गर्ने पाटो चाहिँ हाम्रो अलिकति शिक्षामा जुन आजदेखि एउटा एसई सुरु भइरहेछ। यो एसई सुरु भयो, रोल्पा नगरपालिकाभित्र पनि त्यसको केन्द्रहरू पुरा विकेन्द्रीकरण। यो विकेन्द्रीकरणले चाहिँ के देखाउँछ भनेपछि कहीँ टाइट हुनसक्छ,
खै खुल्ला हुनसक्छ। बच्चाहरूले चाहिँ कति पढे त, खास चाहेको नतिजा हामीले चाहिँ जुन शिक्षामा चाहिँ लिनुपर्ने चाहिँ एउटा नीति छ, एकरूपताको नीति छ, त्यो ल्याउन सकिएन। यो त अहिले आएर मैले चाहिँ धेरै पटक कुरा उठाएँ। हाम्रो रोल्पा नगरपालिकाको मावि विद्यालयहरूको चाहिँ एकीकृत इक्जाम हुनुपर्छ, एकै ठाउँमा इक्जाम हुनुपर्छ, केन्द्र एउटै हुनुपर्छ। सबै विद्यार्थीहरू यदि कसैले चाहिँ रोल्पा नगरपालिका वडा नम्बर 2 बाल कल्याण छ, त्यही भएर यो वडा अध्यक्ष भन्ने छ भने लगाउँ, गापा लगाउँ या माडीचोर लगाउँ, कोटगाउँ लगाउँ, खुमेल लगाउँ, तर एकै ठाउँमा चाहिँ 10 कक्षासम्मको विद्यार्थी एउटै ठाउँमा इक्जाम हुनुपर्छ। किनभने कुनै विद्यार्थीहरू चाहिँ एउटा कहीँ जाँदा चाहिँ पुरा खुसी भएर आहा हाम्रो यहाँ पर्यो भन्ने छ, अर्कोले चाहिँ पुरा ओहो म त बाल कल्याण पर्यो भनिकन रुडै आउने अवस्था छ। यो होइन, यसले चाहिँ के छ, बाल मनोविज्ञानमा चाहिँ असर परिरहेछ। इक्जाम दिन जानुभन्दा पहिले नै फ्रस्ट्रेट छ। यो फ्रस्ट्रेसनलाई चाहिँ हामीले चाहिँ कसरी चाहिँ नियमन गर्ने, कसरी नियन्त्रण गर्ने, बच्चाहरू चाहिँ कम्ती इक्जाम दिनजना उत्साहित भएर जाउन्, गएर मजाले चाहिँ मर्यादित ढङ्गले चाहिँ उनीहरूले चाहिँ अनुशासित भएर आफ्नो सर म्यामहरूको इज्जतलाई पनि सोचेर उहाँहरूले चाहिँ एउटा इक्जाम गर्ने एउटा वातावरण हामीले क्रिएट गर्नुपर्छ। त्यो वातावरण क्रिएट गर्न सकिएन। यो धेरै पटक भन्दै आएँ, यो मैले शिक्षा प्रमुखलाई भन्दै आएँ। यसमा चाहिँ यो हुन्न, किन हुन्न? आज त हिजो पनि त यहाँ हरेक मान्छेहरूले चाहिँ बस्न नचाहने मान्छेहरूले चाहिँ कानुन बनिसकेपछि त बन्ने रहेछ नि। आज हेर्नु न, आज पनि हिजोको यो खालि के हो भने म चाहिँ अहिले पनि मलाई चाहिँ जसले पनि जे भनोस्, म कर्मचारीप्रति असन्तुष्टि हो। म यो प्रश्न चाहिँ मलाई सोध्नुपर्छ। मलाई जुन ठाउँमा गएर भन्छु, अहिले चाहिँ रोल्पा नगरपालिकाभित्रको म चाहिँ फेरि यो वडाहरूको यो भ्याएको सबै कर्मचारीको होइन, यो प्रमुख प्रशासकीय अधिकृत एउटा कर्मचारीले गरेको गल्तीले पनि सबैले सुन्नुपर्ने हुन्छ। त्यसमा चाहिँ म अन्य वफादार कर्मचारीप्रति चाहिँ फेरि म एकदमै क्षमा प्रार्थी छु। तर जुन 1 जना 2 जना व्यक्तिहरूले गर्दा विद्यालय बिग्रिएको नि त्यही त हो नि सर। 2 जना शिक्षकहरू चाहिँ ठकेर बसिदिन्छ, अर्कोले त्यो उसले चाहिँ केही नगरे मलाई कानुनी कारबाहीको बाटो दिएन त्यो प्राचार्यले त्यसले चाहिँ सिधै त्यसले भनेपछि नगरपालिकाले मानिदिनु पर्यो नि त। यो शिक्षक ठिक छैन भनेपछि त्यसले सर अर्को विद्यालयमा ट्रान्सफर गर्न सक्नु पर्यो नि, अनि पो शिक्षा सुधार हुने छ। खास शिक्षाको सुधार नहुनुको कारण चाहिँ यो सधैँभरि एकै ठाउँमा बस्ने परिपाटी मिलाउनु, जब जागिर खाएपछि निस्किँदासम्म चाहिँ त्यही ठाउँमा बसेर चाहिँ राज गर्ने जुन मनोवृत्ति छ, त्यो मनोवृत्ति हटाउनको लागि स्थानीय तहले चाहिँ केही कुरा ल्यायो भने पक्कै पनि यसमा चाहिँ सुदृढ हुन्छ सर। अरू धेरै कुरा नगरेर मैले चाहिँ मेरो अन्तमा हजुरले छुटाएको कुरा भने यो कुरा हो। अन्य प्रसङ्गहरू आउला, कुनै ठाउँमा फेरि यसरी चाहिँ हामीले अन्तर्वार्ता दिनु पर्यो, जनतालाई चाहिँ भन्नु पर्यो भने अझै योभन्दा बढी कुरा चाहिँ अरू भनौँला। अहिले चाहिँ यति नै, धन्यवाद। हुन्छ, समयको लागि धन्यवाद।